Hello guys, good afternoon है and welcome back to new vlog. अनि म आज आफ्टरनुनमा भ्लग गर्दैछु। मैले खानासाना सबै खाइसकेँ है। चर्च गएर आएर सेवा गरिसकेर अनि यहाँ घरमा आएर खानासाना खाइकिन भ्लग स्टार्ट गरेको। अहिले 1:30 हुन आँटिसक्यो है। टाइम पनि हेर्नुहोस् यी। अनि अहिले यहाँ म फुपाको घरमा आएको छु। यहाँ बसिरहेको छु है, भर्खर खाना खाएर। यहाँ देख्नुहोस् चलिरहेछ है। यहाँ चाहिँ मेरो खाना खाँदैछ। हेलो भन्थ्यो। हेलो हेलो हाई। खाना खुवाइ हुँदैछ है। देखिहाल्नु भयो खाना खाँदैछ यिनीहरू चाहिँ। म चाहिँ यतातिर यत्तिकै उयो गरिरहेको छु है। गलामा बाहिरतिर बाहिरको मौसम यस्तो छ अहिले। यहाँनिर चाहिँ सबै गेटको ग्रिलहरू पहिला लगाएको थिएन, अहिले सबै लगाइसक्यो। फुलहरू पनि यहाँ राखेको छ हो। ग्रिलहरू सबै लगाइसकेको छ। स्कुटी लावारिस भएर बसिरहेको छ। यो पनि बनाउनु पर्छ है। अब कुनै दिन तपाईँहरूलाई मोटो भ्लग पनि म देखाउने छु है। स्कुटी बनाइकिन जग्गा जग्गा नयाँ नयाँ जग्गाहरू देखाउने छु। अहिलेको यो यहाँनिर अहिले यस्तो छ है। गरम चढिसकेको छ यहाँ। मासुमा लाग्दैछ। त्यो डर लाग्छ मलाई फेरि। त्यो रेखामा काट्छ नि ठिक्क मासु भेट्दैन त। मेरो फेरि अलिकति काट्यो। म चाहिँ घर आइपुगेँ है। फुपूकोबाट घर आइपुगेँ। यसले चाहिँ यो के गरेको यो स्ट्रबेरी खै देखाउँदै नि त अन्त गाइसहरूलाई। स्ट्रबेरी कसले ल्याएको? दादाले ल्याइदिएको। कसले ल्याएको? दादाले। को दादा? दादाको साथी, रजाको साथी। साथीले कहाँबाट? उता उसको उयोबाट। काश्मीरबाट? अरे यता उसबाट हौ। उता छ नि हौ त्यो ठाउँ। यहाँ अगाडि हो नि हौ। आर्मी क्याम्प? अलिक अगाडि। चिमनबाडी? पछाडि। कता? पुलको उतापट्टि। चम्ठाबाट। अनरसबारीबाट? चम्ठामा छ नि एउटा ठाउँ छ त्यसमा रोक। ए त्यहाँनिर फार्म छ भनेर सुनेको थियो। त्यहाँबाट सबै टिपेर जति टिप्ने छ त्यति टिपेर खानुपर्छ भन्दै थियो। यहाँनिर त्यो मैले सुनेको थिएँ स्ट्रबेरीको फार्म छ भनेर होइन। खै एउटा साइड कहाँ धुको छैन। जान्छ रहेछ। यो एउटा धुन्चिन्छ ल। किन तँलाई मन पर्दैन? मन त पर्छ नि तर अहिले एकछिनमा खाने नि त। यो गाइस अघिको त्यो स्ट्रबेरी यसले धुएको थियो नि, यहाँ ल्याएँ है। अब चाख्नु कस्तो रहेछ। अमिलो अमिलो रहेछ। अमिलो अमिलो रहेछ। त्यता चिकीलाई घुम्न ल्याइरहेको छु है। चिकीलाई घुमाउन ल्याइरहेको छु यहाँ। आयो हाई भन्नु त भ्लगमा। हाई भन्नु। आयो न त छोरा। हाम्रो चिके आइज।
चिगेलाई घुमाइल्याइसकेँ है। यहाँ बसिरहेको छ थाकेर बिचरा। अनि म चाहिँ अब बहिनीले झालमुरी खान्छ भनेर भन्दै थियो हो। झालमुरी बनाउनु भनेर भन्दै थिएँ। अब झालमुरी जुबिन झालमुरी खान्छु भनेको होइन? मुराई लिन हिँड। गाइस अब चाहिँ हामी झालमुरी लिनु गएको, मुराई लिनु गएको। झालमुरी पो भनेको छ, मुराई लिन गएको है। खै दोकान त बन्छ त। ऊ पर हिँड्न, ऊ आन्टीको उयो छ ऊ। खै त्यो वान्टो थियो पिल्ले थियो अघि म हुँदाखेरि थियो, कहाँ गयो ल? ऊ पिल्ले, यो पिल्ले हो पिल्ले। पिल्ले पिल्ले हो यो, वान्टो थियो पिल्ले हो यो, हाम्रो गाउँको पिल्ले। जाँदैछ झालमुरी किन्न। Empty hearts and neon lights, they're playing with my mind. Gotta get out of here tonight. Oh, I wanna run off and fly, and I'll tell myself it's fine to be alone, just to find somewhere that finally feels like home. Oh, oh, oh. I hate all this overthinking. Oh, 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 oh. The more I swim, the more I'm sinking. गाइस बल्ल बल्ल मुराई भेट्यो। आम्मामा कहाँ पुग्नु पर्यो त मुराई खोज्नु पनि। झालमुरी खानु पर्यो भनेर मुराई पाउँछ खोजेकै त है है। यता केही बोल्दैन। ल गाइस हेर्नुहोस्, यी मैले झालमुरी बनाएर पनि ल्याइसकेँ है। अब झालमुरी कस्तो भएछ है, चाख्नु पर्यो। पिरो भएछ, दामी पिरो। सो मैले चाहिँ यहाँ हालिदिँदैछु आमाहरूलाई, आमाहरूले खाने अरे। लु अब आमाहरूलाई पनि दिउँ न हो। चाख त, चाखेँ मैले अगाडि नै। अनि फेरि चाख्न। डरलाग्दो पिरो छ यो। लास्टै पिरो भयो गाइस। यो झन् पिरोहरू कोक खान्जेल भयो। गाइस पिरो भयो। आम्मा हटेरी छ। ल गाइस हामी यो भ्लगलाई यहाँसम्म राख्नेछु है। यो भ्लगलाई हेरिदिनु होला, स्किप नगरी हेरिदिनु होला। अनि कस्तो लाग्यो कमेन्ट, लाइक, सेयर, सब्सक्राइबहरू सबै गरिदिनु होला है। अहिलेलाई बाई बाई। बाई बाई भन्। बाई बाई। Playing with my mind, gotta get out of here tonight.